2083 वैशाख 14 गते जुन क्लास 12 को इङ्ग्लिसको इक्जाम भएको छ त्यसको हामी सोल्युसन गर्छौँ, क्विक सोल्युसन गर्छौँ। फर्स्टमा हामी ग्रामरको गर्छौँ, अनि त्यसपछि भोकाबुलरीको, अनि त्यसपछि हामी प्यासेजको गर्छौँ। ग्रामरको क्वेसन पहिला हेरौँ कहाँनिर के हुन्छ भनेर हेरौँ। ठ्याक्कै हेर्नु होला, ठ्याक ठ्याक आन्सर यहाँनिर आइहाल्छ है, देखिरह होला, क्लियर हेरौँ है। यहाँनिर ए नम्बर भनेको छ हेल्थ केयर इन नेपाल इज नट एज एक्सपेन्सिभ एज इट इज द युएसए। यसमा एड्जेक्टिभ कुन हो भनेको छ, एक्सपेन्सिभ एड्जेक्टिभ हो यसमा है। माई कार निड्ससँग रिपेयरिङ भन्ने लाग्छ, रिपेयरिङ है। यहाँ छ दिस इज द हाउस वी स्पेन्ड आवर चाइल्डहुड इन द हाउस। यसमा के गर्नु छ, यहाँसम्म सार्ने, कमा दिने। अब यो हाउसको सट्टामा, इन द हाउसको सट्टामा यहाँनिर तपाईँ कि त इन व्हिच लेख्न सक्नुहुन्छ, अनि त्यसपछि यो सार्ने, या वेयर लेख्न सक्नुहुन्छ। वेयरको अगाडि इन हुँदैन र व्हिच एक्लै चाहिँ यहाँ हुँदैन, किनभने यो प्लेस हो। सो इन व्हिच वी स्पेन्ड आवर चाइल्डहुड और वेयर वी स्पेन्ड आवर चाइल्डहुड दुवै सही छ। शमशेर अलङ विथ हिज फ्रेन्ड्ससँग नोज लाग्छ, किनभने यो सिङ्गुलर हो, यसको अनुसार हुन्छ। डोन्ट स्टेयर, स्टेयरसँग जहिले पनि एट भन्ने प्रिपोजिसन लाग्छ, सो एट लाग्छ। यहाँनिर यु मे मस्ट लाग्छ, किनभने अब्लिगेसन हो, कन्फिडेन्सियल छ भनेर अब्लिगेसन छ। अर्को यहाँनिर बिफोर पछाडि सिम्पल पास्ट छ भनेपछि यता पास्ट पर्फेक्ट हुन्छ, ह्याड प्लस V3, ह्याड पर्चेज्ड भनेर यहाँ आन्सर हुन्छ, ह्याड पर्चेज्ड। यो आन्सर हेरिहाल्नुहोस् है त, यसरी हुन्छ। त्यसपछि अर्को अब हेरौँ यहाँनिर हामी ग्रामरमा वी आर क्लोज फ्रेन्ड्स वी हेभ नट सिन इच अदर्स हाउस भनेको छ। डिस्पाइट लगाएर बनाउनु छ भने यसको दुई तरिकाले भन्छ एच नम्बरको। एउटा तपाईँले डिस्पाइट द फ्याक्ट द्याटले जोड्न सक्नुहुन्छ, डिस्पाइट द फ्याक्ट द्याट वी आर क्लोज फ्रेन्ड्स वी हेभ नट, मतलब यो छ नि पुरै सार्ने, वी हेभ नट सिन इच अदर्स हाउस, यसरी गर्न नि मिल्यो। या तपाईँले यसरी गर्न सक्नुहुन्छ, डिस्पाइट बिइङ गर्न सक्नुहुन्छ, आरलाई बिइङमा गरेर क्लोज फ्रेन्ड्स, डिस्पाइट बिइङ क्लोज फ्रेन्ड्स, अनि बाँकी सार्नु वी हेभ नट सिन इच अदर्स हाउस। यो दुवै मध्ये कुनै एउटा मेथड गर्ने, दुवै सही छ। यहाँ चाहिँ यसको बनाउनु पर्ने, यहाँ अब्जेक्ट छैन तर सेकेन्ड पर्सन भएकोले गर्दा आफूले अब्जेक्ट केही पनि थप्दिने, हामी मी थप्छौँ, तपाईँ हिम हर पनि थप्न सक्नुहुन्छ। यसको आन्सर हुन्छ यङमा टोल्ड मी द्याट आई वाज हर सोर्स अफ इन्सपिरेसन इन हर इन लाइफ भनेको छ, इन लाइफ, यसरी यो यसको आन्सर भइहाल्छ है। यो किन हर भयो भन्दा माई फर्स्ट पर्सन यसको अनुसार हुन्छ, याङमा केटीको नाम हो, केटीको नाम हो भने सी हुन्छ, सीको P1 हर हुन्छ। अब यसको प्यासिभ बनाउनु छ भन्दा सिम्पल कुरा छ, अब्जेक्ट हिज प्रोजेक्ट हो, त तपाईँ सुरुमा हिज प्रोजेक्ट लेख्न सक्नुहुन्छ, या हिजको सट्टामा नाउन लेख्दा लोकुमा एपोस्ट्रोफी एस पनि गर्न सक्नुहुन्छ, बेस्ट हुन्छ। वाज प्लस बिफोर छ भने वाज बिइङ गर्ने, वाज बिइङ, अनि V3 प्रेजेन्टेड, वाज बिइङ प्रेजेन्टेड बाई लोकु, बाई लोकु लेख्न नि मिल्छ, या यसको सट्टामा हिम लेख्न नि मिल्छ है। अनि बाँकी लास्टमा फर द फर्स्ट टाइम यसरी गरिदिने है त, यसरी गरिदिने। यो भयो ग्रामरको सोल्युसन। अब हामी भोकाबुलरीमा हेरौँ। भोकाबुलरीको क्वेसनहरू यहाँनिर छ, 5 वटा क्वेसन हुन्छ, हेरौँ त यहाँनिर कुन कुन हुन्छ। ए नम्बरमा प्रेजेन्ट के हो, नाउन हो। यहाँ बीमा चोइस भन्दा अगाडि के आउँछ, यो चाइल्ड आउँछ। यहाँ बेबी सिटरले के गर्यो, हेरचाह गर्यो, लुक्ड आफ्टर। यहाँनिर भनेको छ प्रिफिक्स कुनमा लाग्छ, इलिगलमा, लिगल भइहाल्छ हैन। अर्को चाहिँ यहाँ यो क्याउससँग कुन मिल्छ, केमिकल मिल्छ, यो यसको करेक्ट आन्सर भयो, ठीक छ। अब हामी जाउँ प्यासेजमा। प्यासेजमा हामी क्वेसनको यहाँ सोल्युसन गरौँ। प्यासेजमा कहाँनिर के हुन्छ, ठीक छ। ओके, यहाँ प्यासेज यहाँनिर छ है, कहाँ के हुन्छ हेरौँ। जस्तै यहाँनिर फिल इन द ब्ल्याङ्क्स वाला छ, प्यासेजको ए को ए नम्बरमा फिल इन द छ, यसमा तपाईँको क्वेस्ट भन्ने हुन्छ, यसमा अनएज्युमिङ भन्ने हुन्छ, अनएज्युमिङ। अर्को तपाईँको यहाँनिर ड्याजलिङ फिगर गर्ने, ड्याजलिङ फिगर एकदम इम्प्रेसिभ फिगर। यहाँ मनी इज इन्स्याटिएबल भनेर हुन्छ, यो यसको आन्सर छ, ठीक छ। फिल इन द ब्ल्याङ्क्समा यो हुन्छ। अर्को यहाँ छ अल्टरनेटिभको, यो कहाँ हुन्छ त, यसको ए नम्बर करेक्ट छ। यसको
थर्ड करेक्ट छ, लाइब्रेरियन हो है। त्यसपछि अर्को क्वेसन यसको हेरौँ, यसको अर्को क्वेसन हेरौँ त, बुक कस्तो हुन्छ त एडभेन्चर देखाउने खालको, यो अप्सन करेक्ट हो, सेकेन्ड अप्सन। उनी त बुक लिँदा चाहिँ के भएकी छिन्, एकदम इन्चान्टेड भएकी छिन् हैन, खुसी भएकी छिन् हैन। अर्को हेर्नुहोस् त, उनी कस्तो थिइन्, एकदम डिटरमाइन्ड र करेजियस थिइन्, डिटरमाइन्ड र करेजियस, ठिक छ। अब यहाँ छ क्वेसन आन्सर, यो अब पछि लेखेको आउँछ। किन जान्थ्यो सुरुमा एडभेन्चरस बुक्सहरू पढ्न, कस्तो फिल भयो, खुट्टा नै उठेको जस्तो है, हर फिट लिफ्टिङ अफ द ग्राउन्ड, यस्तो स्पेसल के थियो त यो बुकको बारेमा, यो बुकको बारेमा सोच्थ्यो कि यो अनफिनिस्ड बुक थियो है। एल्ड्रिकले के सर्च गर्दै थियो, त्यही त एमुलेट, लस्ट एमुलेट सर्च गर्दै थियो। सरा डिटरमाइन्ड थियो त, यस डिटरमाइन्ड थियो, किनभने उनले डिसाइड गरे फेरि त्यो भिजिट गर्नको लागि। यति आन्सर छ, भिडियोलाई सेयर गरिदिनु होला। र यदि तपाईँ यसपछि ल्याङ्ग्वेज या कुनै पनि आइएल्स या पिटी पढ्नु छ भने स्क्रिनमा दिएको वाट्सएपमा मेसेज गर्नु होला। थ्याङ्क यू भेरी मच।